कला शान्त हुन्छ तर बोल्छ आत्मासँग। शब्द होइन सिर्जना बोलोस्। कालु कुमालेको कलामा जीवनको धड्कन। पन्चानब्बे वर्षको उमेरमा पनि माटो बोल्न सक्छ भन्ने प्रमाण हुनुहुन्छ कालु कुमाले। नेपालका वरिष्ठ मूर्तिकार क्रोध कला शिरोमणि प्राज्ञ कालु कुमालेको जीवन र सिपमा आधारित म्युजिक भिडियो शान्त स्वभावका आज सार्वजनिक गरिएको छ। कहिले चिनाउनु पर्दैन, कहिले भाषण गर्नु पर्दैन, उहाँको कला आफै बोल्छ। बोल्न भन्दा सिर्जनामा रमाउने कालु कुमालेले अझै पनि दैनिक मूर्तिकलामा संलग्न हुनुहुन्छ। शांत स्वभाव का कम बोलने, मूर्ति कला का ध्यानी। शांत स्वभाव का कम बोलने, मूर्ति कला का ध्यानी। रौद्र रूपी क्रोध कला सर्जक। यो म्युजिक भिडियो उहाँकै जीवन र साधनाको यात्रा हो, जुन आज काठमाडौँको कीर्तिपुरमा एक विशेष समारोहमा सार्वजनिक गरिएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ, हाम्रो पात्रो र क्रोध कला शिरोमणि फाउन्डेसनको संयुक्त प्रयासमा बनेको भिडियोमा गायक नरेन्द्र प्यासीको आवाज, प्रेम महर्जनको शब्द र लुजा सिंहको सम्पादन तथा छायाङ्कन समावेश छ। उहाँको सिप, अनुशासन र लगनले हामीलाई धेरै कुरा सिकाउँछ। कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राकेश अवालेले कुमालेको सिप र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो प्रयास गरिएको बताए। स्वास्थ्य क्षेत्रमा यसरी सहयोग पुर्याउँदै आउनु भएको थियो, त्यो कुनै पनि रेकर्डेड भएन। त्यो हुँदाखेरि कमसेकम पनि हामीले यसलाई लिपिबद्ध गर्नुपर्छ र रेकर्डेड गर्नुपर्छ भन्ने हिसाबले यो एउटा हाम्रो टिम खडा गरी एउटा व्यवस्थित रूपमा लिपिबद्ध गर्ने एउटा मनसायले मात्रै हामीले क्रोध कला शिरोमणि उहाँकै उपाधिबाट यो गठन भएको हो र हामी अगाडि छौँ। त्यसैले उहाँको जुन व्यक्तिले आज यो शिखर चुम्नुभयो, उहाँ व्यक्तिको विदित हामीले अथवा अतीतलाई सम्झिने हो भने कहाँले लाग्दो छ, त्यो कुरा म व्याख्या गर्दिनँ। उहाँको देउटा बनाउने मान्छे भनेर एउटा किताब निस्किएको छ। त्यो किताब इन्स्टिट्युट फर सोसियो एनालाइसिसले प्रकाशित र लेखन गर्नुभएको छ। उहाँलाई हामीले घरमा भिजिट गराएर त्यहाँ चाहिँ उहाँलाई एउटा डिनर हामीले पनि दिएका थियौँ। बुवाको बारेमा इन्डियन कलाकारहरू अथवा चाइनिज तिब्बतन कलाकारहरू धेरै कलाकारहरू आउनुहुन्छ, उहाँले धेरै नै प्रशंसा गर्नुभएको छ। त्यसैले उहाँको बारेमा यति जान्ने हामीलाई त्यो न समय छ न हाम्रो चासो छ। त्यही भएर यी सम्पूर्ण काममा सघाउनुभएका, व्यस्त हुनुभएका र प्रत्यक्ष अप्रत्यक्ष संलग्न भएर गर्नुभएका सम्पूर्णलाई मैले यहीँबाट, यही शब्दबाट सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यहाँहरूलाई पुनः एकपल्ट यो प्रोग्राममा कमजोरीलाई नऔल्याउनु होला, दिनु होला। यहाँले मिठो मानेर सुन्नुहोस्, हेर्नुहोस् र म बिराउन चाहन्छु। स्वागत गर्न चाहे। स्वागत, धन्यवाद। कला ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कलाकारको सम्मान अति आवश्यक छ। भिडियो सम्पादक सिंहले भने यस्तो सिर्जनाले अन्य कलाकारमा पनि सकारात्मक ऊर्जा प्रवाह गर्नेछ। यो खास हामी जस्तै हाम्रो प्रेम महर्जनजी हुनुहुन्छ, उहाँले लिरिक्स लेख्नु भएको थियो। त्यो चाहिँ मलाई अलिकति पछि थाहा भयो, तर पछि गएर चाहिँ हामीले यहाँनिर जस्तै हामी सुमन कपाली कहाँ गएर हामीले एउटा गीत रफली तयार हुँदाखेरिको यसको भिडियो त बनाउनु पर्छ जस्तो छ है। किन भनेर भन्दाखेरि भने कलाकारहरू जतिकि मेटल क्राफ्टमा होस् या चाहिँ वुडन क्राफ्टमा होस्, कति मान्छेहरूले अहिले काम गर्ने कम गर्दै गएका छन् हैन, र छोड्दै पनि गएका छन्। अर्को पुस्ताहरूलाई हस्तान्तरण गर्ने कम भइरहेका छन्। त्यसकारणले गर्दाखेरि
हामीले यही सीमित वर्गहरूले मात्र थाहा छ कि उहाँहरूले के काम गर्नुहुन्छ। आफ्नो सिपहरू चाहिँ नि हस्तान्तरण गर्ने कुराहरू एकदम कम हुँदै गइरहेको छ। त्यो कुराहरूलाई चाहिँ नि उहाँले जुन चाहिँ नि हस्तान्तरण हुन्छ, जो मान्छेहरूले चाहिँ नि पाइनियर भएर यहाँ हाम्रो देशलाई चिनाउने, देश विदेशमा चिनाउने जुन जमर्को गर्नुभएको छ, उहाँलाई चिनाउने वातावरण कसरी गर्ने त? जस्तै कि हामी टेक्निकल बिहाइन्ड द सिन बस्ने मान्छेहरू हामीलाई पनि चिन्दैनन्, नामले अलिकति चिनेला नत्र चिन्दैनन्, कलाकारहरूलाई चिन्छन्। त्यस्तै भने जस्तो उहाँहरू पनि ओझेलमा पर्नु भएको छ। र हाम्रो एउटा जमर्को के भएको छ भने होइन, कलाकारलाई पनि उहाँहरूको जुन सिपमूलक हातहरू छ त्यसलाई चाहिँ नि पहिचान दिलाउने वातावरण चाहिँ नि यसले आर्काइभ गर्ने वातावरण बनाऊ भन्ने कुराले गरेर चाहिँ हामीले नै इन्सिस्ट गरेका थियौँ कि होइन यसलाई चाहिँ भिजुअल आर्काइभ हुनुपर्छ है भनेर एउटा सिम्पल खाली भिडियो मात्र बनाउनु कोसिस गरेको हो। यसमा हामीले बायोपिक भनेर उहाँको पुरा डिटेलमा चाहिँ नि हामीले देखाउन सकेका छैनौँ र भविष्यमा हामीले यसलाई डकुमेन्ट्रीको हिसाबले पनि अलिकति एउटा इनिसियल फेजमा हाम्रो इन्ट्रोडक्सन उहाँको राखेका छौँ र त्यो पछि अलिकति विस्तृत हिसाबले फिचर लेन्थकै डकुमेन्ट्री बन्नेछ। र यही कुराहरूलाई चाहिँ नि साथ दिँदै अरू सिपमूलक कलाकारहरूलाई पनि यसरी भिजुअल आर्काइभ गर्दै जाने क्रममा राख्नुभयो भने, म मात्र होइन अरूहरूले पनि यो कुराहरूलाई ध्यान दिनुभयो भने अझ हाम्रो एउटा भाविका पुस्ताहरूलाई हामीले देखाउँदाखेरि उहाँहरूले यस्तो गर्नुभएको थियो है भन्ने कुराहरू देख्ने एउटा आर्काइभ भिजुअल माध्यमबाट एकदम दह्रो कुरा देखिन्छ जस्तो लाग्छ। र यही कुरा चाहिँ नि म छोटकरीमा यसै टुङ्गाउँछु। कीर्तिपुर नगर प्रमुख कृष्णमान डङ्गोलले नेपाली कलाकारको सिपप्रति स्वदेशी बेखबर र विदेशी चाख लाग्दो रहेको प्रति चिन्ता व्यक्त गरे। अर्को विषयमा धेरै चर्चा परिचर्चा भइसकेको छ र भनिन्छ नि कुनै पढेर भन्दा पढेर जानिन्छ भन्ने कुरा यो चाहिँ यहाँ सिद्ध भएको छ। वास्तवमै हामीले आफ्नो मातृभूमि नेपालले समयमा चिन्न नसकेको अन्तर्राष्ट्रिय विदेशबाट चिनाउनु पर्ने यो चाहिँ हाम्रो नेपालको एउटा विडम्बना पनि हो। र भनिन्छ अब उहाँ शान्त स्वभाव धेरै बोल्नुहुन्न, वास्तवमा धेरै नबोल्ने शान्त स्वभावले नै एउटा चाहिँ आफूले सिद्ध गर्छन्। धेरै बोल्ने, अनावश्यक धेरै बोल्नेले द्वन्द्व मात्रै निम्त्याउँछ। उहाँको जुन यो यस्तो चाहिँ 95 वर्ष मैले सुनेको छु, 95 इयर्सको उमेरमा पनि उहाँले अझ पनि आफ्नो कला रोक्नु भएको छैन। यो एउटा एक किसिमको एउटा सिद्ध पुरुष नै भन्न सकिन्छ। बाँकी जीवन अझ स्वास्थ्य दीर्घजीवी जीवन होस् भन्ने मैले शुभकामना व्यक्त गर्न चाहन्छु। र उहाँको प्रेरणाबाट हामी सबैले सिकेर हामीले पनि आफ्नो पहिचान राख्ने, आफ्नो हुन त भगवान्ले सबैलाई एक एकवटा केही न केही क्षमता दिएको हुन्छ, त्यो क्षमतालाई निखारेर उहाँ जस्तै शिखरमा पुग्न सकौँ भन्ने सम्पूर्णलाई कसैलाई शुभकामना दिँदै मेरो आफ्नो भनाइ राख्न चाहन्छु। यो सिङ्गो कीर्तिपुर नगरपालिकाबाट सम्पूर्णलाई धन्यवाद शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद। कार्यक्रममा भैरवकाली नृत्यसहित कलाकार कुमालेलाई विशेष सम्मान प्रदान गरिएको थियो। शान्त स्वभावका एक गीत मात्र होइन, एक कलाकारको जीवन गाथा हो जुन आज पनि हाम्रो संस्कृति र सृजनाको गर्विलो हिस्सा बनेर उभिएको छ। कार्यक्रममा भैरवकाली नृत्य, अतिथिहरूको मन्तव्य र कलाकारप्रतिको सम्मानले भावुकता थपेको थियो। प्रदान गर्न पाएकोमा उहाँ 93 वर्षको उमेरमा उहाँका लागि विविध कार्यक्रमहरू यहाँ राख्ने क्रममा आजको यो कार्यक्रम पनि हुन गइरहेको हो। कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डङ्गोलज्यूले अब खादा ओरेर उहाँलाई सम्मान गर्दै हुनुहुन्छ र साथमा उहाँको सम्मानमा कदर पत्र पनि यहाँ रहेको छ। यसमा ललित कला क्षेत्रमा उपाधि प्राप्त पहिलो कलाकार हुन् उहाँ, जसको बारेमा विक्रम सम्वत 2030 सालमा विश्वविख्यात लेखक द्वययान इशप र जेन्नी कार्टनले त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित मुखपत्रमा लेखिसकेका छन्।
कालो कुमार क्रोध कला शिरोमणि कालो कुमार नेवास्वा क्रोध कला शिरोमणि कालो कुमार नेवास्वा वैत सोसन लेले टाटा हिला चन नेपालमा वैत सोसन लेले टाटा हिला चन नेपालमा कालो कुमार नेवास्वा यलदेया थपा कुमार कुले जन्म जुम हो यलदेया थपा कुमार कुले जन्म जुम हो मूर्ति कला कीर्ति खेले सूर्य ठे लुम हो मूर्ति कला कीर्ति खेले सूर्य ठे लुम हो नेपादेया रत्न खाओ नेपादेया रत्न खाओ धन्य धन्य वैगु ज्ञान क्रोध कला शिरोमणि कालो कुमार नेवास्वा नुगो येचु मुटु पिचु नुगो येचु मुटु पिचु शान्तशील स्वभाव तर क्रोध कला वैगु भयानक स्वरूप तर क्रोध कला वैगु भयानक स्वरूप गुनुनु ठेमा छेगु नुगपटी वयन गुनुनु ठेमा छेगु नुगपटी वयन क्रोध कला शिरोमणि कालो कुमार नेवास्वा जीवों का चिस्चोटी हाका ठहे जिया च्यामो धर्म हुएका ज्ञान खेका पुण्य याले हामो कलाकृति तजी लजी मंदिर या कठुठा कलाकृति तजी लजी मंदिर या कठुठा क्रोध कला शिरोमणि कालो कुमार नेवास्वा टोट मैमा बल लामा टोट मैमा बल लामा लुफी गन महामा टोट मैमा बल लामा लुफी गन महामा हलिनंक झझटाक वैगु कीर्ति नस्वामा हलिनंक झझटाक वैगु कीर्ति नस्वामा वैट लल्हा ठौछि मन वैट लल्हा ठौछि मन छफो अभिनन्दन स्वा वैट लल्हा ठौछि मन छफो अभिनन्दन स्वा वैत सोसो लेले टाटा नीलाचन नेपालमा क्रोध कला शिरोमणि कालो कुमार नेवास्वा वैत सोसो लेले टाटा नीलाचन नेपालमा वैत सोसो लेले टाटा नीलाचन नेपालमा कालो कुमार नेवास्वा कालो कुमार नेवास्वा कालो कुमार नेवास्वा सन्देश या नीति झिकिपो या मेरो भाजु त्यसै गरी यो गीतका सङ्गीत संयोजक सुमन कपालेज्यू वरिष्ठ सङ्गीतकार हुनुहुन्छ उहाँलाई पनि यहाँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु आज सुमन कपालेजी आएर भन्नुभयो छ अनि छायाकार सम्पादक निर्देशक लुजसी ज्यातना बनाएको छ लुजसीलाई श्रेष्ठ ज्यातना बनाएको छ अनि यस गीतमा पार्श्व गायन गर्नुभएका कोरस हाल्नुभएका कीर्तिपुरका निकै लोकप्रिय गायिकाहरू हुनुहुन्छ उहाँहरू रत्नशोभा महर्जनज्यू उहाँलाई पनि यहाँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु त्यसै गरी दिपा महर्जनज्यू अनि सगम कपालेज्यूलाई पनि मञ्चमा आमन्त्रण गर्न चाहन्छु त्यसै गरी सब टाइटलमा काम गर्नुभएका रुबी सुनवारज्यूलाई पनि मञ्चमा आमन्त्रण गर्न चाहन्छु उहाँहरू सम्पूर्णलाई आजका हाम्रा क्रोध कला शिरोमणि कुमार बाबाट यहाँ खादा ओढाएर सम्मान प्रदान गर्दै हुनुहुन्छ।
अनवरत रूपमा यहाँहरूको तालीको गुन्जनले यो हल घुमियोस् भन्ने मैले अपेक्षा राखेकी छु। अनवरत रूपमा कलाकार कालो कुमारीजीको कविता कार्यक्रम पनि रहेको छ तथा त्यो सो कविता फ्रेममा सुसज्जित। कला शान्त हुन्छ तर प्रभावशाली शान्त स्वभावका कालु कुमालेको सम्मानमा हाम्रो संस्कृतिको संरक्षणमा जीवनभर शान्त बस्नुभयो तर तपाईँको माटोले गगन गुन्जायमान बनायो। कालु कुमाले तपाईँका हातहरू मौन थिए तर सिर्जनाले बोल्यो। शब्द होइन सिर्जना बोलोस्। कालु कुमालेको कलामा जीवनको धड्कन।